गाईको गोबरमा विभिन्न जडीबुटी जस्तै निम, बकाइनो, तितेपाती, यो दालचिनीको पत्ता, बेलको पत्ता लगायत विभिन्न जडीबुटीहरू हालेर यसमा 10-12वटा जडीबुटी हालेर कपुर लगायत विभिन्न जडीबुटी हालेर हामीले यो धूप तयार गरेका छौँ। नमस्ते, जय गौमाता। म यहाँ लम्कीचुवा जीवन रिमाल मेरो नाम। म यो कैलाशधाम तीर्थस्थल जगतगुरु आश्रम हाम्रो यो कामधेनु गौशाला गौमाताहरूलाई पालेर बसिरहेका छौँ र यहाँ पाल्ने क्रममा विगत 1 सालदेखि म यो धाममा सेवा गरेर बसिरहेको छु र यहाँ केही गब्बे प्रोडक्टहरू पनि उत्पादन गरिरहेको छु। गए वर्ष म म्याङ्लोर भन्ने ठाउँमा गएर तालिम प्राप्त गरेर आएर यहाँ यो केही चिजहरू बनाएर बसिरहेको छु। यसको बारेमा हजुरहरूलाई जानकारी दिनको लागि म यहाँ उपस्थित भएको छु। तपाईँले हातमा समात्नु भएको छ त्यो के हो खासमा? यो धूप हो, अहिले जुन जलिरहेको छ त्यही धूप हो। धूपको लागि बनाइएको यो स्ट्यान्ड हो। यसरी धूपलाई राखिन्छ र जलाएर हामीले पूजा गर्ने। अब हामी यो ब्राह्मण समाज हिन्दू उसमा भएको हुनाले पूजाआजा गर्दाखेरि यो अर्ग्यानिक धूप गौमाताको गब्बेबाट बनेको र विभिन्न जडीबुटीहरू यसमा हालेर यो धूप बनाएका छौँ। यो धूप युज गर्दाखेरि कसैलाई पनि कुनै पनि किसिमको नकारात्मक यसमा आउँदैन। यसमा भएको धुवाँले पनि हामीलाई एकदम फाइदा गर्नेछ। केबाट बन्छ खासमा? गाईको गोबर। यसको बेस भनेको आधार भनेको गाईको गोबर हुन्छ। गाईको गोबरमा विभिन्न जडीबुटी जस्तै निम, बकाइनो, तितेपाती, यो दालचिनीको पत्ता, बेलको पत्ता लगायत विभिन्न जडीबुटीहरू हालेर यसमा 10-12वटा जडीबुटी हालेर कपुर लगायत विभिन्न जडीबुटी हालेर हामीले यो धूप तयार गरेका छौँ। उतातिर सर त्यो माला जस्तो छ। हजुर, यो देख्दै हुनुहुन्छ यो गाईको गोबरबाट बनेको माला। यो मैले पनि लगाएको छु। यो माला गाईको गोबरबाट देख्दाखेरि रुद्राक्ष जस्तो देखिए तापनि यो गाईको गोबरबाट बनेको। गाईको गोबरमा एउटा यसलाई जाम गर्नको लागि सिमलको पाउडर बनाएर यसमा युज गरेको छु। गाईको गोबर सिमलको पाउडरबाट यो माला तयार भएको छ। यो मालाको काम के छ भन्दाखेरि हामीमा बाहिरबाट आउने कुनै पनि दुष्प्रभाव एन्टी रेडिएसनको काम यसले गर्छ। हामीलाई बाहिरबाट आउने रेडिएसनहरूबाट रोकआउट गर्ने काम यो मालाले गर्नेछ। मालाले गर्छ? हजुर। कति दिन टिक्छ घाँटीमा लगाएपछि यो माला? यो त हाम्रो माला धेरै दिन टिक्छ। यसलाई पानीमा धेरै बेर भिजाउन मिल्दैन। हल्का फुल्का भिजेर केही फरक पर्दैन। पानीमा नभिजाएर राख्नुभयो भने यो धेरै टाइमसम्म केही पनि हुँदैन, चल्छ। यतातिर अर्को छ, यसको नाम के हो ठ्याक्कै भन्नुहोस्? यो पनि गोबरबाट बनेको हो। गोबरबाट बनेको गोबरको गुइठा हो। अलि ठुलो आकारको छ, यो सानो आकारको। यो पनि गुइठा छ। यो ठुलो आकारको छ, यो सानो आकारको छ। गोबरबाट बनेको गुइठा। यो विभिन्न जडीबुटीहरू हालेर बनेको छ। यो मच्छर भगाउनको लागि हाम्रो घरमा अहिले मच्छरको विविधि छ। मच्छर भगाउनको लागि, किराकाटीहरू भगाउनको लागि, किराहरूलाई भगाउनको लागि यसको धुवाँबाट यसले फाइदा गर्छ भनेपछि यसलाई जलाएर कोइला बनाइन्छ। कोइला बनाएर दन्तमञ्जन, दाँत माझ्नको लागि प्रयोग गरिन्छ। यो दन्तमञ्जनको लागि युज गरिन्छ। यो ठुलो रोटी, यो सानोवाला। हजुर, गाईको गोबरबाट बनेको। यो गाईको गोबरबाट बनेको छ। गाईको गोबरबाटै बनेको चिजहरू छ। जस्तै यो देखिरहनु भएको छ, यो गाईको मोहीमा विभिन्न जडीबुटीहरू हालेर यसमा मोहीमा हर्रो, बर्रो, अमला, विभिन्न खाले मसलाहरू जस्तै ज्वानो, जिरा, मेथी, विभिन्न जडीबुटीहरू हालेर 9-10वटा जडीबुटी हालेर यो महीलाई तयार गरिन्छ। यसले ग्यास्ट्रिक, अल्सर, विभिन्न रोगहरूलाई यसले कन्ट्रोल गर्ने काम गर्छ। यो मही हो। त्यस्तै सबै चाहिँ गाईको गोबरबाट बन्छ। यहाँ चाहिँ माटो गाईबाट बनेको, गाईको गब्बेबाट। गाईका 5वटा गब्बे भनिन्छ, पञ्चगब्बे भनिन्छ। गाईको गोबर, गहुँत, दुध, दही, घिउ, यो सबै 5वटा चिजहरूबाट हाम्रो यहाँ जडीबुटी केही एक्स्ट्रा जडीबुटीहरू हालेर हामीले यो औषधिहरू तयार गर्छौँ। तपाईँले यो छ नि, यो तपाईँले बनाउनु भएको छ यति धेरै सामग्रीहरू गाईको गोबरबाट अथवा गाईका दुधहरूबाट। यो सामानहरू कहाँ जान्छ?
अहिले हामीले यहीँ स्थानीय ठाउँमा हाम्रो कुनै अब म योग गुरु पनि भएको हुनाले योगका अनुष्ठानहरू यो जहाँ योग क्लासहरू चल्छन् त्यहाँ लगेर हाम्रो योगी साथीहरूलाई दिने गरेका छ भने विशेष गरेर एकजना काठमाडौँ बस्दै हुनुहुन्छ लीला श्रेष्ठ दिदी, उहाँलाई पनि हामीले यहाँबाट यो मही भयो, घिउ भयो, यो गाईको घिउहरू यिनीहरू काठमाडौँ पठाउने काम हामीले गरेका छौँ। काठमाडौँ जान्छ। कतिजना हुनुहुन्छ तपाईँहरू? हाम्रो यहाँ स्टाफ अहिले 4 जना छौँ। 4 जनाले 2 जना गौसेवक हुनुहुन्छ, गाईको गोठाला जाने गर्नुहुन्छ र म व्यवस्थापन गर्दैछु, गाईको व्यवस्थापन गर्दैछु र यो गब्बी चिजहरू तयार गर्दैछु। अरू चाहिँ 2 जना यो बनाउने काम गर्नुहुन्छ, यो गुइठाहरू बनाउने काम 1 जनाले गर्नुहुन्छ, 2 जना गोठाला जानुहुन्छ। कति भयो तपाईँले यो काम सुरुवात गरेको? म आएको यहाँ 1 वर्ष, पोहोर साल जेठको महिनादेखि म यो ठाउँमा आएको हो र नन स्टप यहीँ बसेर यो काम गरिरहेको छु। अहिले कति खुसी हुनुहुन्छ? अब खुसी त एकदमै खुसी छु। गाईको सेवा गर्न पाउनु त धेरै राम्रो कुरा हो। गाईको सेवा गर्न पाउनु भनेको जोतैको उसमा हुँदैन हजुरको। तर अलिकति चित्त किन दुख्दैछ भनेपछि यहाँ गाईहरूको व्यवस्थापन गर्न नसकिने अवस्था छ। गाईहरूले किसानको खेती नोक्सान गरेको छन्। यो नगरपालिकाले कर्मचारीहरू राखेको छ तर गाई लखड्नको लागि मात्रै राखेको छ। ती गाई कर्मचारीहरूलाई यहाँ पठाइदिएको भए र यो गाउँघरमा डुलिरहने गाईहरूलाई यहाँ व्यवस्थापन गर्न पाइदिए भए सन्तुष्टि हुने थिए भन्ने लाग्छ।